मोरङको बेलबारी नगरपालिकाले खरिद गरेको नगर बस र एम्बुलेन्स महिनौँ बितिसक्दा समेत सञ्चालनमा नआउँदा नगरवासीहरूले प्रश्न गर्न थालेका छन्। नगरपालिकाको प्राङ्गणमा नगर बस र एम्बुलेन्स महिनौँदेखि थन्किएका छन्, तर सञ्चालनमा आउने भने अत्तो पत्तो छैन। नगरपालिकाले 1,33,00,000मा खरिद गरेको नयाँ विद्युतीय नगर बस र भ्याट बाहेक 18 लाखमा खरिद गरिएको एम्बुलेन्स दुवै नगरपालिकाको प्राङ्गणमा महिनौँदेखि राखिएको छ, तर कहिलेबाट सञ्चालन आउँछ भन्ने पत्तो नहुँदा नगरवासीहरूले कौतूहलता व्यक्त गरेका हुन्। बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई कार्यपालिकाको बैठक बसेर कार्यविधि बनाई एम्बुलेन्स सञ्चालन गर्ने र भाडा निर्धारण गरेर नगर बस सञ्चालन गर्ने बताउँछन्। नगर बसको भने कार्यविधि तयार भइसकेको उनले बताएका छन्। कार्यपालिका बैठक कहिले बस्छ त भन्ने प्रश्नमा भने उनले कार्यपालिका बैठकको मिति टुङ्गो नलागेको बताए। नगर प्रमुख राईले निर्वाचित हुँदै गर्दा बेलबारीमा नगर बस सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। निर्वाचित भएको झन्डै 3 वर्ष पुग्दा बेलबारीमा उनले आफ्नो पहिलो निर्णयलाई साकार रूप दिएर एउटा नगर बस ल्याएका हुन्। एउटा नगर बस हात्तीको मुखमा जिरा बराबर हुने नगरवासीहरू बताउँछन्। यो एउटा नगर बस कहाँ कुदाउनु, कहिले कुदाउनु, उनीहरू उल्टै प्रश्न गर्छन्। यति धेरै रकम खर्च गरेर विद्युतीय बस ल्याउनुको साटो त्यही रकममा 2-3वटा बस किनेको भए धेरै राम्रो हुने उनीहरूको तर्क छ। एउटा विद्युतीय नगर बस खरिद गरेर ल्याउनु अनि महिनौसम्म सञ्चालन गर्न नसक्नुप्रति धेरैको गुनासो रहेको छ।